नमस्ते सबैजनालाई। आजको भिडियोमा तपाईँले जानकारी पाउन सक्नुहुनेछ। यदि तपाईँले हाई कोरियाको डेट लिनुभएको छ र त्यो डेट चाहिँ क्यान्सल गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ कसरी गर्न सक्नुहुन्छ भनेर कस्तो हुन्छ भन्दाखेरि हामीले चाहिँ कहिलेकाहीँ गलत इमिग्रेसनको चाहिँ डेट लिइरहेका हुन्छौँ। जस्तै उदाहरणको लागि चाहिँ मलाई चाहिँ जानुपर्ने चाहिँ मेरो लोकेसनको नजिकको इमिग्रेसन भनेको चाहिँ सुन इमिग्रेसन भयो। तर मैले चाहिँ झुक्किएर डेट चाहिँ आनसान इमिग्रेसनको चाहिँ लिएँ भने चाहिँ त्यस्तो केसमा चाहिँ तपाईँले आनसाइन इमिग्रेसनको चाहिँ जुन डेट लिनुभएको हुन्छ त्यसलाई चाहिँ क्यान्सल गरेर तपाईँले सुवन इमिग्रेसनको चाहिँ डेट लिनुपर्ने हुन्छ। त्यस्तो केसमा चाहिँ तपाईँले पहिले लिएको चाहिँ जुन आइगोरियामा डेट हुन्छ त्यसलाई चाहिँ क्यान्सल गर्नुपर्ने हुन्छ। त्यो क्यान्सल गर्नको लागि फर्स्टमा चाहिँ तपाईँ आफ्नो क्रोम ब्राउजरमा जानुपर्ने हुन्छ। जस्तै म चाहिँ क्रोम ब्राउजरमा गएँ। तपाईँसँग भएको जुनसुकै ब्राउजरमा पनि तपाईँले जान सक्नुहुन्छ र त्यहाँ गइसक्यो भने तपाईँले फर्स्टमा चाहिँ हाइकोरिया भनेर चाहिँ सर्च गर्नुपर्ने हुन्छ। haikorea.go.kr भन्ने चाहिँ जुन हाइकोरियाको चाहिँ अफिसियल वेबसाइट हो यसलाई चाहिँ क्लिक गर्नुपर्ने हो तपाईँले। र म क्लिक गरेँ र क्लिक गरेर चाहिँ फर्स्टमा चाहिँ यस्तो अप्सन देखाउँछ। यदि तपाईँलाई चाहिँ कोरियनमा गाह्रो हुन्छ भने चाहिँ तपाईँले यहाँबाट इङ्ग्लिस ल्याङ्ग्वेज पनि चेन्ज गर्न सक्नुहुनेछ र अहिले म चाहिँ कोरियनमै छाडिदिएलाई यो भइसक्यो भने फर्स्टमा तपाईँले लगइनमा क्लिक गरेर लगइन गर्नुपर्ने हुन्छ र लगइन गरिसकेपछि तपाईँले चाहिँ यहाँनिर आफ्नो युजर आइडी अनि त्यसै गरी पासवर्ड हाल्नुभयो भने यहाँ केही प्रम्प्टहरू आयो भने चाहिँ यसलाई क्यान्सल गरिदिनु होला र यहाँनिर युजर आइडी अनि त्यसपछि पासवर्ड हालेर चाहिँ लगइनमा क्लिक गर्नुपर्ने हुन्छ र लगइनमा क्लिक गरिसकेपछि तपाईँको आइडी चाहिँ लगइन हुन्छ। लगइन भइसक्यो भने तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि फर्स्टमा चाहिँ तपाईँ यहाँनिर माई फेजी भनेर लेखेको छ यसमा क्लिक गर्नुपर्ने हुन्छ र यसमा क्लिक गरिसक्यो भने तपाईँको इन्फर्मेसनहरू चाहिँ यहाँनिर आउँछ र तपाईँले अन्त चाहिँ ध्यान नदिनु होला र यहाँनिर जानुभयो भने तपाईँले जुन फागुन याक सिन्छङ हेनवाङ भनेर लेखेको छ यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरिसक्यो भने तपाईँले चाहिँ लिनुभएको डेटको लिस्ट चाहिँ यहाँनिर देखाउँछ। जस्तै मैले चाहिँ यहाँनिर एउटा पहिले चाहिँ आन्सानको लिएको थिएँ, आन्सान इमिग्रेसनको ल त्यसलाई चाहिँ मैले छुइसो गरेर पछि चाहिँ कहाँको लिएँ भन्दाखेरि सुवन इमिग्रेसनको चाहिँ लिएँ। त्यसको लागि चाहिँ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ कुन कुन डेट लिनुभएको छ कहिले भनेर इन्फर्मेसनहरू दिएको हुन्छ। जस्तै मलाई चाहिँ सुवन इमिग्रेसनको डेट चाहिँ क्यान्सल गर्न मन लाग्यो भने चाहिँ मैले यो जुन डेट यहाँनिर अप्सन छ यसमा लिङ्क दिएको छ यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरिसकेपछि त्यो डेटमा क्लिक गरिसकेपछि तपाईँले यस्तो अप्सन पाउनुहुन्छ र यहाँनिर जानुभयो भने तपाईँ थर्ड नम्बरमा ट्याग छुइसो भनेर लेखेको छ यसमा क्लिक गर्नुभयो भने तपाईँको डेट चाहिँ छुइसो हुन्छ, क्यान्सल हुन्छ र यो क्यान्सल गरिसकेपछि तपाईँले अर्को नयाँ इमिग्रेसन डेट चाहिँ लिन सक्नुहुन्छ। यदि तपाईँ यसलाई चाहिँ एडिट गर्न चाहनुहुन्छ भने सुजङमा पनि क्लिक गर्न सक्नुहुन्छ अथवा तपाईँले चाहिँ यो इन्सुई हागी भनेको चाहिँ तपाईँले जुन डेट लिनुभएको इन्फर्मेसन हुन्छ त्यसको चाहिँ पिडिएफलाई प्रिन्ट गर्न चाहनुहुन्छ भने चाहिँ यसमा चाहिँ तपाईँले क्लिक गरेर प्रिन्ट गर्न सक्नुहुन्छ र यो चाहिँ तपाईँलाई इमिग्रेसनमा जाँदाखेरि चाहिँ तपाईँले सँगै लगेर जानुपर्ने हुन्छ। आजको भिडियोमा यति नै। तपाईँलाई यस्तै खालको भिडियोहरू हेर्न मन छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हाम्रो भेट नेक्स्ट भिडियोमा। नमस्कार।